नमस्कार बुवा, के नाम हो तपाईँको? मेरो कृतिबहादुर रावल। ए, घर कहाँ हो? घर यहीँ हो भनौँ। यो गाउँको नाम क्या हो? यो गराग्ली पर्छ, 6 नम्बर वडा हाम्रो गराग्ली। गराग्ली? ए, अनि भूकम्पले तपाईँको घरमा के क्षति गर्यो? ए क्षति 4 जना जानै क्षति गर्यो। 4 जनाको? 4 जनाको। ए, तपाईँको के पर्ने? हाम्रो एउटा बाउ पर्ने, नातिनी, नाति, मेरा परिवार बड्डी। भूकम्पमा बित्नु भयो? तपाईँ कसरी बाँच्नुभयो? म त्यसै कता हाल्दा अहिले दुःख पाउने भाग त भयो। चेपा भयो अरे होरेसी भसरा आने पछि बुझिनेर तानेर खानेर। अहिले को हुनुहुन्छ घरमा? अहिले म को छु, म एक्लै छु। नातिनी र म अब 2 बच्यो। 4 जना मरे, 2 बाजा नातिनी बच्यो। बाजा नातिनी हुनुहुन्छ? नातिनी कति वर्षै हुनुभयो अहिले? नाति अहिले 6-7 वर्ष। कहाँ हुनुहुन्छ? उता दिल्ली। दिल्ली के पढ्न? ए, अब अनि तपाईँलाई के सहयोग पाइयो त नेपाल सरकारबाट? नेपाल सरकारबाट अब अलिअलि रुपियाँ पैसा तपाईँ चामल यदि कपडा खोपडी गर्दा पाइयो। पाइयो? अनि अब केही घरसर बनाइदिने भन्ने कुरो छ कि नै त? घर बनाउने भन्ने कुरा अब पैसा दिएपछि बनाउँछ भन्छ नि। कि अब क्या गर्ने, बनाउने हो होइन? एकदम यसै काटिया छ, बसिया छ, दुःख धुने यही काटिया छ। अनि कति वर्ष हुनुभयो तपाईँ? म अहिले 67 वर्ष हो। 67 वर्ष हुनुभयो? ए, हुन्छ, धन्यवाद है त।